on the way. Let's see my ride. Yeah. अनि अहिले चाहिँ भेटाएर लगाएको के भन्छ ल बाई गाइज बाई हेलो गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई ब्लग अनि के छ सबैजना सन्चै हुनुहुन्छ होला होइन अनि के छ यहाँ त अहिले बल्ल बिहान भइसक्यो कि बिहानको 5:45 भयो म चाहिँ काममा जानु लागेको मेरो चाहिँ भर्खर नयाँ काम सुरु भएको 3 दिन भयो म नयाँ काम सुरु गरेको अनि काम नि 1 घन्टा टाढा अलिकति जानु भयो अब म चाहिँ काममा जानु लागेको अनि के छ धेरै पछि ब्लग नभएको अनि अब ब्लगलाई फेरि ब्याक गरौँ कन्टिन्यू गरौँ भनेर अनि फेरि आएको आज मेरो ब्लगहरू आइरहेको छ होला सायद होइन अनि बाहिर चाहिँ पानी हिउँ परेर सम्मर लागेको भने फेरि हिउँ पर्न सुरु गरेर त्यस्तै छ बाटोहरू पनि बाहिर पनि केही देखिनु अगाडि हेर्दै गरौँ के हुन्छ बेसी अनि आज धेरै पछि फेरि ब्लग बनाउँदैछु होइन फेरि ब्याक गरौँ भनेर होइन फेरि बिचमा मन परिसकेको थियो अनि फेरि अहिले एकैचोटि बनाइदिइराखौँ न भनेर फेरि ब्याक गरौँ भनेर बनाउनु मन लाग्यो अनि आज यसो के हुँदैछ भनेर मेरो डेली लाइफ हेर्छु अनि देखाउँछु म अनि म चाहिँ अहिले काम 6 बजिसक्यो मेरो 7 बजीदेखि चाहिँ काम स्टार्ट छ अनि मेरो काम चाहिँ लन्डनदेखि 1 घन्टा टाढा छ क्या तर बिहान 5 बजी उठेर हिँड्नुपर्छ अनि म चाहिँ अहिले ट्याक्क आधी बाटो नि पुगेको भर्खर राइड स्टार्ट भयो हो अन्त हाइवे गाडीहरू हिँडिरहेछ अनि आजको भ्यू पनि यस्तो दामी देखिरहेको नि लाइक राइजिङसम्म देखिन लागेको छ कि अनि बादल पनि कस्तो रातो तरिकाले देखिरहेको कि होइन म हिजोको जस्तो राइजिङसम्म देख्यो अनि अलिक बवाल भिडियो बनाएर पनि हालिदिन्छु एउटा छोटो क्लिप्सहरू पनि राखिदिन्छु म अनि म चाहिँ अहिले खासमा एमाजोन जानु लागेको क्याम्ब्रिज अनि हाम्रो चाहिँ त्यहाँ काम के हुन्छ म एमाजोन सब देखाइदिन्छु अर्को भन्दा हल्का छुट्टै छ हाम्रो काम चाहिँ वेयर हाउसमा अरूको लाइक लेबर त लेबर नै काम हो लेबर हेर्नु छ भने अब पढे लेखेको भएन नि त पढे लेखेको भयो भने यस्तै डिप्लोमा पढेर त के हुन्छ होला यहाँ त होइन त्यही अब म जाँदैछु काममा अनि अब काम हेरौँ हाम्रो चाहिँ हल्का अलिकति अर्कै छ सनराइज पनि हुनु लाग्यो हेर्नु त ट्याक्क भन्दै दामी देखिन्छ कि यहाँको सनराइज फेरि यस्तो बवाल यो आइरहेको थियो नि कहाँ गयो फेरि ल यहाँ त छेक्यो कि यता यो रुखहरूले छेक्यो मजा अगाडि यसो देखियो भने चाहिँ म देखाइदिन्छु अनि छेक्कै गरेँ कि यस्तो डाँडो ल्याएर सानो देखिरहेको क्या बवाल सन पनि ट्याक्क लाइक हुन्छ नि राइजिङ सन ट्याक्क उदाउन एक के भन्छ नेपालीमा इङ्ग्लिसमा चाहिँ राइजिङ भन्छ मलाई थाहा बवाल देखिन्छ कि भ्यू चाहिँ अनि लाइक हामी चाहिँ नेपाल हुँदा चाहिँ जहिले पाहाडमा हेर्न जान्थ्यौँ कि पाहाडबाट बवाल भ्यू देखिन्छ नि यो राइजिङ सनको सबसे राम्रो देखिने भनेको अनि आज मेरो गाडीमा ग्यास पनि फुल छ म ट्याक्कै यो राइजिङ स्टार देखाएर अनि क्लिप्स यतिमै टुङ्गाइदिन्छु भने देखेन कि अनि अगाडि हेर्दै गरौँ म आज कामको सब देखाउँछु भ्यू खासै देखेला जस्तो लाग्यो होइन यस्तो भ्यू अफ राइजिङ सन होइन यहाँ चाहिँ खासै त्यस्तो लाइक ठिकै देख्यो लाइक नेपालमा चाहिँ बवाल देखिन्छ यो राइजिङ स्टार पाहाडबाट अनि मेन चाहिँ हिमाली भेगबाट गएर हेऱ्यो भने चाहिँ बवालै देखिन्छ कि क्या यहाँ चाहिँ आँखा खाने घाम मात्रै लाग्छ यस्तो चर्को अनि आँखाले नि हेर्न एकदम गाह्रो थियो यहाँ काममा अनि म चाहिँ आयोमा पुलिसले देख्यो भने मलाई फाइन हालिदिन्छ तर यहाँ पनि पुलिस भनेको त्यही हो पुलिस अगाडि छ भने मात्रै डर भने नत्र नेपाल जस्तै हो काम छैन पुलिसको भने चाहिँ लेसी ल म अगाडि जाँदैछु होइन फेरि भिडियो बनायो भने म काममा जान ढिला हुन्छ अनि म चाहिँ अब आइएम अन द वे लेट्स सी माई राइड साइड ठुलो तर अझै जम्मै हाम्रो चाहिँ 30% मात्र ओपन भएको थियो भर्खर खुलेको हो यहाँको एमाजोन त 30% ओपन भयो 70% हुन भयो चाहिँ बाँकी छ काममा पनि पुगेँ अब 6:43 भइसकेको छ
7 बजेदेखि सिफ्ट स्टार्ट छ 10 घन्टा फेरि ज्याउ लाग्छ यो काम हेर्दै गर म अगाडि के हुन्छ तर म फाइनली काममा चाहिँ पुगेँ म सकेसम्म अगाडि भित्रको पनि यसो लुकेर भिडियो बनाइदिन्छु किनकि हाम्रो एमाजोनमा सिसिटिभी क्यामेरा होइन कि यहाँ जति काम ठग्यो नि केही हुँदैन जति छ फाइनली I'm on my workplace and there are too many of my friends. Let's see what will happen. Yeah, आइसक्यो अब चाहिँ मेरो चाहिँ भर्खर काम सिक्दैन आधी बाटोमा पुगेर हामी अहिले धेरै माथि हरियालीमा नबसेको छु हरियाली देखिराखेको त यहाँ चाहिँ मेन हाइवे थुप्रै गाडीहरू मेरो गाडी मैले भगवान्को मूर्ति पनि लगाएँ अस्ति पनि लगाएको थिएन आइएकै थिएन कि यहाँ अनि अहिले चाहिँ भेटाएर लगाएको गाडीहरू पनि आएन म चाहिँ अहिले गाडीभित्र आएँ यस्तो स्पिडमा खाने गाडीहरू यहाँ हाइवे हो कि मेन हाइवे सब 100भन्दा माथि यस्तो चुई गरिरहेको गाडीहरू त हेर्नु न अझ नजिकबाट जाँदा त धेरै पछि आज यस्तो बिच बाटोमा रोकेर अनि यस्तो भ्लग बनाइदिउँ भनेर क्या आज अनि म नत्र कहिले रोक्थिनँ यस्तो म सिधै घर छुट्टी हुने बित्तिकै म त आज बिर्सिने क्या भ्लग बनाउनु नि फेरि मेरो फेरि बिर्सिने भयो नि अनि अर्को दिन घर गएर अनि कसै केटाहरूले सम्झाइदियो ए आज त म भ्लग बनाउने बिर्सेछु यार आधी बनाएर आधी छोडेछु मेरो यो भ्लग चाहिँ अस्तिको हो कि अस्ति त्यस्तै भयो मैले स्टार्ट गरेँ अनि काममा आएपछि ब्रेकमा बनाउनै बिर्सेछु आज नि ब्रेकमा बिर्सेँ मैले अनि आज चाहिँ म जसरी नि यो भ्लग कम्प्लिटै गरेर राख्छु भनेर अनि म चाहिँ अनि आज बाटोमै गाडी रोकेर अनि बनाइरहेको मस्त छ समर सुरु भइसक्यो जताको त्यो हरियाली छ अहिले त चिल छ यो विन्टरभन्दा समर ठिक विन्टरमा चाहिँ यस्तो रोकेर बस्न पाएन यो रोडको छेउमै हिउँ हुन्छ फेरि जताको त्यही भेजा यहाँ फेरि समरमा चाहिँ सही छ यहाँ ट्रक आउँदै यस्तो चुइँ गरेर जान्छ कि आवाज डेन्जर आइदिन्छ कि यहाँ चाहिँ सही छ कि यो चाहिँ अनि काम गरेर आएको थकै लाग्यो भोलि ओभर टाइम छ भोलि फेरि जानु हो काममा नत्र आज छुट्टी थियो 2 दिन ओभर टाइम लिइराख्नु ओभर टाइम पनि सही छ कि हान्न फेरि ओभर टाइम आयो भने अलिकति भयो नि हुन्छ भनेर टाढा नि छ फेरि मेरो फेरि लास्ट टाढा है घर कामदेखि काम क्याम्ब्रिज घर लन्डन जाँदा 1 घन्टा लाग्छ आउँदा 1 घन्टा मेरो 2 घन्टा त यत्तिकै गाडीमा बसेरै जान्छ वेस्ट टाइम वेस्ट मात्र होइन तर केही छैन कामको लागि 2 घन्टा होइन 4 घन्टा पनि हिँड्नको लागि रेडी काम चाहिँ हुनु पऱ्यो अहिले चाहिँ मेरो चाहिँ एमाजोनमा सुरु भइरहेको काम चाहिँ एमाजोनमा गरिरहेको छु सब छ मसँग एमाजोनको आइडी ड्राइभिङ लाइसेन्स पनि छ ड्राइभिङ लाइसेन्स चलाउने काम गर्छु नि त मैले अनि भित्र चाहिँ त्यस्तै के छ एमाजोनको चाहिँ पोलिसी नै त भित्र फोन चलाउनु पाउँदैन फोन पनि अब त्यस्तै अब हेर्ने भन्ने नि थाहा हुँदैन भित्र काममै बिजी भइन्छ त्यसमा म्यानेजर छेउमा आएर बसै गर्छ भन्न त केही भन्दिनँ त्यही नि झ्याउ लाग्ने म्यानेजर त्यहीँ आएर बसेपछि अरे त्यही हो ल अगाडि हेर्दै गरौँ म फेरि अब मेरो यात्रा जारी गर्छु म किनकि घर पुग्न पर्छ अब घर गएर फेरि खाना 6 बजिसक्यो घर गएर खाना पकाएर खाना खाएर सुत्ने फेरि भोलि बिहान 5 बजी उठेर आउँदा ल अनि यो भ्लग चाहिँ ढुक्क मेरो युट्युब च्यानलमा हुन्छ मैले बिर्सी गरेको थिएँ म चाहिँ अब बिर्सिन्न अनि भ्लग लाइन म कन्टिन्यू दिन्छु किनकि मेरो काममा इन्डियन केटाहरू साथीहरू है अनि उनीहरूले चाहिँ स्टार्ट गरेपछि कन्टिन्यू नै कन्टिन्यू गरेको राम्रो हुन्छ केही चिज गरेपछि गरिराख्नु पऱ्यो त्यही नै हो मैले चाहिँ अब त्यस्तै त हो नि यहाँ अब टाइम नै नहो भने भ्लग बनाउने कहिले याद हुन्छ र आफ्नै काममा बिजी भइन्छ भोलि फेरि काममा जान भनेर त्यही सोचमा भइन्छ कि फेरि भएको दिन कि एक दिन छुट्टी हुन्छ कहिले काहीँ 1 दिन छुट्टी हुन्छ नत्र धेरै जस्तो ओभर टाइम आएन भने चाहिँ 3 दिन छुट्टी हो खासमा तर मैले 3 दिन चाहिँ लेख्दिनँ म चाहिँ कहिले काहीँ 2 दिन झ्याउ लाग्यो भने 2 दिन छुट्टी लेख्छु नत्र 1 दिन हो भने किनकि 6 दिन आइदिन्छु ओभर टाइम हाल्नु भोलि जान पर्सि छुट्टी लेख्यो फेरि वेडनेसडेदेखि फेरि लगातार 5 दिन छ झ्याउ अहिले यस्तो केही छैन काम गर्ने भनेर विदेश आएको काम गर्ने गऱ्यो ल अगाडि हेर्दै गरौँ न त होइन ल अगाडि हेरौँ गाडीहरू पनि छैन म नि अगाडि बिस्तारै जानुपर्छ फेरि किनकि ढिला हुन्छ फेरि
फेरि घर गएर खाना बनाउन अब कोही अब आफै गएर बनाउने हो त्यही त अब है केटा पनि हुँदैन खासै केटा पनि राति आउँछ 11-12 बजे त्यही त अनि ल अगाडि हेर्दै गरौँ है त अगाडि म मेरो राइड स्टार्ट गर्छु लेट्स बिगिन माई राइड लेट्स गो गाइज आई एम फाइनली इन लन्डन म घर पुग्न लागिसकेँ अब ट्याक्क लगाएर 5 मिनटसम्म घर पुग्न होइन अनि म यहाँ पसल पनि छिर्न सर्कल पनि छिरेर जान्छु अघि नै चस्मा थिएन अहिले चस्मा सनग्लासेस यस्तो झर्को घाम लाउँछ अनि हेर्नै सकिन्न क्या अगाडि म त घाममा त मेरो आँखा त हेर्नै सकिनँ म त आँखै सानो भएर कुकुरी परेर हुन्छ नि हेर्नै सक्दिनँ म चाहिँ यो घाममा चाहिँ मलाई त अति गाह्रो हुन्छ हाइवेमा जस्तो 100 पुऱ्याइदिन 60 मिनटको बेलामा त अहिले कप्स पछाडिबाट आएर माया गरेर फेरि फाइन हानिदिन्छ फेरि त्यही आएर औले कि नेपालीमा कन्भर्ट गर्दा त हो यहाँको फाइन त कहाँ पुग्छ हो त्यही भएर चिट्टाउनु पनि मैले अहिलेसम्म खाएको होइन यहाँ गणेश सिलाई लिएर हिँड्यो नि त त्यही भएर भगवान्ले मलाई सधैँ साथ दिनुहुन्छ अनि जिन्दगीमा खाना नपरोस् भने म त चिडो जस्तो चिन्छ मलाई लास्टै झ्याउ लाग्ने भनेको पुलिससँग बक्स दियो क्या लास्ट झ्याउ लाग्छ मलाई नेपालमै त्यस्तै जहिले भागेको भागे यहाँ चाहिँ त्यस्तो छैन मेरो घर पनि आइसक्यो फाइनली अनि ट्याक्क सेकेन्ड स्ट्रिट नै हो कलेज छेउमै बस्छु म चाहिँ आजभोलि कलेज सिद्धिएपछि कलेज छेउमा रुम छ अरे आएर के गर्ने अगाडि हेर्दै जाऊँ सर्कलकै छिर्छु केही सामान किन्छु अनि घर जान्छु खाना बनाउँछु अगाडि हेरौँ म आज खाना पनि बनाएको देखाउँछु अहिले यस्तो मिठो खाना बनाउँछु नि मैले नेपालमा कहिल्यै खाना बनाएन मैले यहाँ आएर सेभ भइसकेँ म तर मैले यहाँ आएर अहिलेसम्म भाँडा चाहिँ मान्नु पऱ्यो नि टोइलेट चाहिँ मैले सफा गरेँ यार पहिला स्कुलमा धरो सफा गरेँ टोइलेट चाहिँ काम गर्ने भनेर आएको रहेछ तर पढ्ने जति चाहिँ के भन्ने चाहिँ अब भने चाहिँ आफूले पढाएको कमाएको चाहिँ पैसा न नेपाल पठाउनु पाउने न आफूले राख्नु पाउने कलेजलाई तिर्दा रहेछ यो चाहिँ अति अब आफूले कमाएको पैसा फोकटको नपढेर के हुने हो त्यो फर्मेलिटीको लागि मात्र पढाए जस्तो कि पढेर नि यस्तो लेबर काम गर्नु परिरहेको ल फेरि मैले बोल्न थालेँ फेरि गर्छु अगाडि हेर मेरो घर नि आयो फाइनल्ली म चाहिँ यहाँ पसलमा छिरेर अनि ट्याक्क लगाएर घर अगाडि हेरौँ है त आयो मैले हो म भर्खर पुगेँ अनि हामीसँग हुनुहुन्छ यहाँ 2जना साथीहरू मेरो हाउसमेटहरू केही भन्नु छ मेरो युट्युब च्यानललाई सब्सक्राइब Hello, please subscribe and do like, share, comment. मेरो घरको 2जना साथी मिल्ने साथी भनेको 2जना अनि सही छ म चाहिँ घर नि आइपुग्यो अहिले अनि मेरो बोल्ने शैली छुट्टै छ घरमा केटाहरूलाई देख्दा त केटाहरूसँग बोल्दाखेरि लाइक लास्टै जिस्केर पारामा बोले जस्तो लाग्छ अनि घरमा चाहिँ अलि सिरियस भएर बोले जस्तो लाग्छ क्या मलाई आफूलाई पनि कि अनि केही छैन म घर पुगेँ अब हाम्रो यस्तै कार्यक्रम चलिरहेको छ म त अब 1 घन्टामा सुतिहाल्ने भोलि बिहान फेरि उठेर काममा जान केटाहरू अब कार्यक्रम गरिरहेको छ नि त्यही हो अनि हाम्रो चाहिँ यहाँ खसीको मासु बन्दैछ आज चाहिँ भोलि चाहिँ खसीको मासु काममा गइन्छ यहाँ खसीको मासु भात बसाल्दिन बाँकी म धेरै बसेन भर्खर आएको अनि अघि न त्यहाँ साथीले फोन गरेँ युकेबाट अनि उसँग फोनमा बोल्नु आएको र उसँग बोल्दै गयो त अनि लाइक मेरो चाहिँ आजदेखि भ्लग कन्टिन्युसली आउँछ यहाँ दामी खाना बन्दैछ मेरो भ्युवर्सहरूलाई लाइक जति नै हुनुहुन्छ थोरै भए पनि साथ दिनुलाई चाहिँ एप्रिसिएट म खाना बनाएर खुलाइदिन्छु होइन साथी ढुक्क ल निम्तीले निम्तो नि छ आजभन्दा नेपालमा खाना नबनाएको यहाँ आएर सेभ भइसक्यो म त बुढी मजाले पालिदिन्छु अहिले बुढीले बुढी तिलमा तर गर्लफ्रेन्ड होइन कि साथी गर्लफ्रेन्ड चाहिँ एउटा खोज्नुपर्छ है पर्सि छुट्टी या बाटोमा खोज्न जानुपर्छ ल केही छैन फ्युचर बुढी यति कोही हुनु छ भने अन्त भए आउँदा हुन्छ अशोक साइड होइन अशोक खाली नै छ त्यही भन्दैमा आज ल ब्लग पनि अन्त्यमै गरिदियो होइन अब के नै भन्न काम पनि देखायो सब देखायो अब त घर आएर सुत्ने बेला भयो सुतेको देखाउने कुरा भएन लगायत म सुतेँ है भनेर देखाउने कुरा भएन यति भन्दैमा ल मेरो भिडियो हेर्ने जतिजना हुनुहुन्छ सबलाई एकदम धन्यवाद everyone who is watching my video, thank you so much and I appreciate that thing. सबैजना बी ह्याप्पी
यिनीहरू लाइफ त्यही नै हो, जति पैसा कमाउनु सब सोच्ने होइन, जस खुसी चाहिँ हुन सिक्नु पर्दो रहेछ मेन कुरा लाइफमा। त्यही भन्दैमा आज घरलाई म अन्तिम गराइदिनु चाहन्छु होइन। धेरै नै के भन्यो, म आज बोल्ने मुडमा नि होइन, म बोल्न थाल्यो भने म अझै डिप गइदिन्छु, त्यही भएर धेरै बोल्नु चाहेन। म भोलि अर्को भ्लगमा नेक्स्ट भ्लगमा राम्रोसँग म फेरि बोलाउँला नि त के छ र होइन। मेरो बोल्नेलाई म फेरि मन खानी गरेर भनिदिन्छु, मुटु टोड्ने गऱ्यो फेरि मुटु 2 टुक्रा बनाइदिन्छु मैले भन्यो भने फेरि लगाए। त्यो भने यहाँ तरकारी पनि ढोडे। ल नेक्स्ट भ्लगमा सी यु सुन गाइस। अनि सबैजना खुसी भएर बस्नु होला। ल केटाहरू ल हल्ला एकचोटि के भन्नु ल बाई गाइस बाई।